मजाले गाइज अहिले एकछिन भिडियो लास्टसम्म हेरेर जान सक्नुहुन्छ। मसँग पहिला पनि टोकनहरू धेरै थिए नि त एमटेनको। हजुरहरूले के कसो लाग्छ हेरेर जान सक्नुहुन्छ। र मेरो भोइस कस्तो लाग्छ हजुरहरूलाई। मेरो भोइस मन पर्छ पर्दैन, तर मेरो भोइसमा आफूलाई त मन पर्दैन। हजुरहरूलाई के कसो लाग्छ होइन। पर्न एकदम टाइम लाग्छ कि मेरो त एकछिन यहाँ टाउको त कहाँ घुम्दै भनेको त यार दिमागै घुमेको रहेछ यार। गाइज के गर्नु र यार यस्तै छ साथीहरूले बोलाएको तर म जानु भ्याएको थिएन नि त के भने यसो गऱ्यो भने गएँ त। टाइम लाग्छ गाइज टाइम लाग्छ। कहिले कतिखेर पर्ने भनेर थाहै छ ठेगानै छैन कि एमटेन। बल्ल त 50 पुगेपछि त बल्ल पर्ने कि 0-0 पर्छ पनि हुन्छ जस्तो लाग्छ यार गाइज। पर्ने रिसेट टोकन हान्दा पनि गाइज। इसको भिडियो लास्टसम्म जान्छ गाइज यार छ्या। गाइज के पर्यो गाइज एमटेन पर्यो गाइज। मैले रोजेको जस्तै एमटेन पर्यो गाइज। के छ मैले 5 वर्ष कुरेर बसेको एमटेन बल्ल आज आयो होइन। र योभन्दा 5 वर्ष अगाडि पनि मैले एमटेन स्किन घुमाएको थिएँ कि मसँग अलिकता र पेमेन्ट कम हुनाले पनि, तर मैले गरेर ल्याउन सकिनँ नि त गाइज। हेर्न सक्नुहुन्छ मेरो एमटेन पर्यो गाइज। कस्तो लाग्छ हजुरहरूले एमटेन ल्याउनु भएको छ कि छैन मलाई भन्न सक्नुहुन्छ। र मेरो पहिल्यैदेखि एमटेनको टोकनहरू थियो नि त। मलाई एमटेन लास्टै मन पर्थ्यो नि त। एमटेनको टोकन मसँग पहिल्यै थियो, साथै टोकन थियो। अनि मैले फेरि पनि दोहोऱ्याएर 1000को टोकन किन्यो। 4 लेभलसम्म त किनेकै हो गाइज। र यसको रकम घट्छ कि भनेर चेक गरेको, तर घटेन ल्याम्मै 1087 त्यो डायमन्ड टपक। र त्यसको मैले माइनस गर्न लाग्यो। माइनस गरेरमा हुँदैन रहेछ क्या। अनि त्यो भएर मैले त्यसलाई फेरि ब्याक गरेर अनि 1000 टोकनै किनेँ र एकछिन हेऱ्यो गेममा। एमटेन के छ त राजा मेरो एमटेनको स्किन 4 लेभल त झिक्यो। अब 3 लेभल बाँकी छ कि यार। अझै पैसा कति खर्च हुने हो छ्या। के गर्ने भनेर डोराएर पऱ्यो भने टोक किन्यो। अब 4 लेभल भएको भने अब 3 लेभल बाँकी। 3 लेभल पैसा पुगेन। अब यो भनेको बिस्तारै ल्याउँला केही छैन। एमटेनको स्किन झिकिहाल्यो। अब मेरो एमटेन अगाडि ल्याएपछि पट्ट लाएर ढुक्क अलिक मेरो मन खुसी भयो नि त होइन गाइज। के छ ओके के छ रे गाइज। सिधै गयो क्या मान्छेहरू। अब मसँग होइन कस्टम खेल्ने मान्छेहरू सिधै जान्छ क्या अब। ओहो यार पानी पनि भन्न पाउँदैन होला गाइज यार। के हो यस्तो च्या अरे गाइज। मैले स्किन गरेर भाइहरूलाई हाल्न आएँ कि मैले त्यही एमटेन ल्यायो भनेर गाइज।